माछा खोइ यी सबै देख्छ नि सबै सिमराई रहेछ हो हेर्नुहोस् माछा है अब ऊ आमाले मजाले पक्रिनु भयो अन्त अब ऊ कस्तो खालको माछा हाई एभ्रिवान वेलकम टु माई च्यानल र आज चाहिँ अलिक भिडियो चाहिँ के हो भन्दाखेरि चाहिँ हामी चाहिँ आज माछा मार्नु जाने हो अनि माछा मार्नु जाँदैछ अनि आमा अगाडि जानुहुन्छ र अनि त खोलामा चाहिँ पाउँछ अरे नि त र म चाहिँ फर्स्ट टाइमै गएको र तपाईँलाई पनि देखाउँछु ल हामी कति माछा मार्छ अनि यहाँनिर चाहिँ के अरे उयो पनि पाउँछ अरे त्यो सानो सानो हुन्छ नि त्यो पनि पाउँछ अरे त्यो के भन्छ त्यसलाई झिँगे माछा त्यो पनि पाउँछ अरे हो अनि त्यो पनि देखाउँछु कस्तो हुन्छ हो र यहाँनिर चाहिँ हामी गाउँमा चाहिँ खोला पनि छ अरे हो अनि त्यहाँ त्यो खोला चाहिँ आज हामी जाने र तपाईँलाई पनि देखाउँछु हेर्नु होला तपाईँ र अब चाहिँ म खोला गएर बस्छु ल तपाईँहरूलाई आज दिन चाहिँ एकदम घाम लागिरहेछ हेर्नुहोस् है त्यसो भन्छ ला कुन चाहिँ चराले हजुर यो पनि खोला हो यो पनि खोला हो तर सुकेको रहेछ सिमराई पनि रहेछ है यो पनि खोला हो तर सानो रहेछ यो खोलामा पनि मार्छ माछा यहाँनिर ए यता गहिरो रहेछ नि त यहाँनिर कस्तो गहिरो रहेछ पानी आमाले चाहिँ हेर्नु थाल्यो यहाँनिर यो कुन चाहिँ खोला हो यो चाहिँ सानो खोला हो यो चाहिँ अब ठुलो खोला हामी पुगेको छैन यहाँ भाइले मार्छ अरे कि हेरौँ न अब मलाई मार्नु त आउँदैन अब के गर्नु त त्यसै के गरेको खोइ कहाँ छ माछा चाहिँ त्यो चुनी चाहिँ किन बाँधेको के गर्दैन खोइ माछा देख्यो भन्छ भाइले म त देखिने त्यस्तो गर्नुपर्छ यस्तो गर्दा चाहिँ ऊ हेर्नु है तरिका माछा मार्नेमा तरिका हेर्नुहोस् है भेट्नुभयो भेटेछ एउटा माछा ऊ हेर्नुहोस् है माछा मार्ने तरिका चाहिँ यसरी मार्नु पर्दो रहेछ है बडा थापिदिनु हुन्छ अब माछा पक्रेको छैन आयो म त आज त हेर्नुहोस् यी माछा खोइ बट्टा त खुल्लै छैन रहेछ पक्र एक खोलाको हाम्रो फर्स्ट माछा है यो उफ्रिँदो रहेछ है यो त माछा होइन झिँगे है यो के छ है यसलाई झिँगे यसरी मार्नुहोस् है तपाईँहरू पनि माछा भाइले मजाले मार्छ है भेट्यो अलिकति यति भयो उयो मजाले मार्दो रहेछ हेर्नु त मेरो खुट्टामा पनि हिँड्दैछ यता पनि आयो होला यी आमाले चाहिँ मारेछ हो बसिबस्दो रहेछ नि त त्यो उयो के अरे पानी चाहिँ यो चाहिँ हाम्रो माछा मार्ने जाली हाम्रो गाला देखिन्छ गाला त्यहाँ छैन
म माछा देखाउँ भनेको त खोइ भागिहाल्यो नि कस्तो भएको थियो नि यहाँ यहाँ तपाईँहरू देखेँ कि देखेन तर यहाँनिर चाहिँ माछा यहाँनिर पनि छ कुदेको अब यो चाहिँ हामी पक्रिने ल भाइ स्टार्ट हाम्रो जाली पनि रेडी भयो है अब यो हेर्नुहोस् है यहाँनिर आइरहेछ यहाँनिर छ हिँडिरहेछु यो त माछा त होइन के पो यो त झिङ्गे है झिङ्गे हो यो त सबैलाई पक्रिनु यो टेस्टी हुन्छ तर खाँदा चाहिँ यो त सेकेन्ड टाइम है लो ल सेकेन्ड टाइममा कति निकाल्दैछ भाइले पस्यो मैला म त आयो होला है अबै आमाले पक्रिनु भयो एउटा आमाको आइ लामो भयो माछा पक्रियो भने आइ लामो हुन्छ अरे एउटा हातले पक्रियो भने अबै आमाले मजाले पक्रिनु भयो अन्त अबै कस्तो खालको माछा यो झिङ्गे है आमाको आइ लामो भयो मैले पक्रिँदा सबै भागेँ तर्से जस्तै बेला मैले छुन्दा ए हो मलाई पक्रिनु त मनपर्छ कि तर आउँदैन त अन्त आइछ 4-5वटा 10वटा निकाल्छु भन्दा त 4-5वटा आइछ आमाले त हातले मजाले पक्रिनु भयो बट्टा हेर्नु नि यत्रो मात्रै छ है हामीलाई पानी चुन्दा ओर्दा है खै आयो यो उफ्रिँदा गरेको किरा चाहिँ माछाको गोठाला रे यसले यिनीहरूले चाहिँ के गर्छ अरूले नाटिबोस् भनेर आई के साह्रो हँसाको आमाले माछाको गोठाला है कत्रो ढुङ्गा हुन्छ यहाँ अम्बो यो भिडियोमा सानो देखाएको त ठुलो छ आउनु पर्यो होला अब सके पनि नसके पनि बामी चढ्दै हामी चाहिँ चढे ढुङ्गा माथि पनि हो र यहाँ चाहिँ मार्ने अब हामी माछा 10 केजी 10 केजी चाहियो हामीलाई माछा हेर्नु न कति गहिरो छ यी माछा भएको छ अरे कस्तो चिसो नि त पानी भाइ चाहिँ रेडी भइसक्यो हेर्नुहोस् है यसरी मार्ने तपाईँहरू पनि माछा भाइले मजाले मार्छ हो माछा मार्ने तरिका खुट्टै भयो गहिरो रहेछ नि त कति गहिरो मेरो चाहिँ आज खुट्टा भाग्ने रहेछ कस्तो डरलाग्दो उयो भयो खुट्टा चिप्ल्यो हाम्रो त्यो जग्गाबाट अर्को जग्गा गएको थियौँ झन् के होस् यो के हो मेरो खुट्टा अघि मर्किसकेको छ यो खुट्टा हो आज माछा त होइन मेरो खुट्टा चाहिँ योबाट पार भएर जान्छ हामी कहाँ म त कहाँ जङ्गलमा आएको जस्तो फिल भइरहेछ यहाँ त यस्तो बाटोबाट आउँदैछ हामी माछा मार्नु सजिलो छैन रहेछ है यो ढुङ्गामा चिप्लियो भने चाहिँ गयो फेरि हो ठुलो खोला
यहाँ चाहिँ पौडी खेल्ने चाहिँ दामी रहेछ कति गहिरो रहेछ यो त म देखेको छैन कि फोनमा चाहिँ देखेको छैन तर गहिरो छ यो वाउ हुन्छ अन्त त भाइले के दामी खोला हो आमा ए ऊ माथिको हो निस्क्यो यहाँ रहेछ त माछा होइन हामी अर्को बाटो गएको अब माछा मार्नेको हालत चाहिँ अहिले यस्तो छ हाम्रो खोला बाटो चाहिँ अग्लो भयो नि तर्नु सकेन त्यही भएर यसरी पक्रिँदा चाहिँ होइन आमाले मजाले पक्रिँदैछ आमाले दामी मार्नुहुँदैछ यहाँ पछि नि भर्खर उयो गरेको छ बट यहाँ छ यहाँदेखि यो माथि सबै देख्छ नि सबै सिमराई रहेछ हो हेर्नुहोस् त कस्तो मजाको पानी यही उयो भइरहेछ हो अनि यहाँनिर चाहिँ अब चाहिँ म यसलाई टिप्छु हो हेर्नुहोस् यसलाई चाहिँ टिपेर चाहिँ काट्छु मजाले कस्तो लोभ लाग्दो सिमराई हो हेर्नुहोस् है कसलाई मनपर्छ सिमराई यति भयो यहाँ राख्दै गर्छु यो सबै सिमराई यहाँ हेर्नु त आमा हेर्नु यो सबै सिमराई है यो चाहिँ अब पुरा पाउँछ हामीले माछा ऊ हेर्नु त कति बेसी हो यो सिमराई खाँदै बस्दो रहेछ यिनीहरू कति हिँडेर आयो हामी तर यो जग्गामा चाहिँ रहेछ है माछा देख्नुभयो आमाले पनि देखेछ है ऊ आमाले मजाले पक्रिनुहुन्छ है पक्रिने तरिका हेर्नुहोस् तपाईँहरूले यस्तो गर्नुहोस् ऊ यसरी पक्रिनुहोस् है यसरी पक्रिनुहोस् कति दिन भएको थियो है नादुको अब म त के गर्नु अब भिडियो गर्नु होला अब यो माछा देखाउनु होला हो आउँदैन पक्रिनु ऊ आमाले पक्रिछ हामी त जाली बडा माछा देखिहाल्छ म त आउँदिन पक्रिनु खोइ सुब्बा घरमा खोलामा नआउने हामी माछा उकालो आउँदै गर्छौँ नि यो हुन्छ बट्टा लिएला सन्दको त ठुलो यहाँ छैन यसो के अरे रङको बट्टा ल्याएको भएन भुरिसक्यो नि एउटा पनि पक्रिन
होइन हामी माथि घरबाट ल्याइन कि तल भएको एउटा उयो गरेको सानबाई सिमराको छेउछेउ हेर न सब्जी सुवाकोमा राख्नु एउटा पनि पक्रिन माछा भोलि नि मार्ने नि हामी भोलि साह्रै र यो चाहिँ हामी माथि उकालो आयो हो अब यो चाहिँ यहाँनिर मार्ने अब एक पाउ हुन थियो हाम्रो माछा हो यहाँनिर चाहिँ भाइले चाहिँ माछाको उयो गर्दैछ अब माछा के अरे छेक्नुको लागि यसरी गऱ्यो भने चाहिँ माछा भाग्दैन पानी त जान्दैन अब यस्तो गर्नुपर्ने रहेछ हो आमाले चाहिँ यहाँ भट्टाभट मार्दैछ यहाँ चाहिँ पुरा पायो हामीले अब ल हाल 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 यो आजको माछा चाहिँ त्यसै हाम्रो मेहनतको फल मेहनत के अब मैले टिपिनँ तर पनि टिप्नेहरू आमाले जोड टिपे आज यति भएको चाहिँ होइन यसलाई मजाले धुनुपर्छ यसले मैला छ नि त त्यो भएर यस्तो देखेको मेरो माम सो आज चाहिँ हाम्रो डिनर यो हो सो तपाईले इन्जोय गर्नु होला सो अर्को भिडियोमा भेटौँ बाइ एभ्रिवान